ल मोबाइल ब्रान्ड च्यालेन्ज है त आज ओके ओके के साह्रो ओके हो फेरि रेडी छु म स्क्रिप्टेड हुन्छ भन्छ क्या फेरि ल सुरु गरौँ है त ल नोकिया कि मोटरवाला के मोटरवाला भनेको मैले मोटरवाला मोबाइल नामै सुनेको छैन मोटरवाला मोबाइल त आएन हामी मैले देखेको सुरुमा नोकिया र मोटरवाला चाहिँ लगभग उस्तै टाइममा आएको हो क्या मैले थाहा पाएको त नोकिया हो मैले फर्स्ट ल भन नोकिया चलाएको नोकिया कि मोटरवाला त्यसो भए म त नोकिया हो मलाई मोटरवाला मोबाइलको सम्झ छैन मोटरवाला हो त ल ओके कलको मोटरवाला मात्र हुन्छ नोकिया कि सोनी नोकिया राम्रो लाग्छ मलाई त सोनी भन्दा नि ओके नोकिया कि सोनी। माइक्रोम्याक्स माइक्रोम्याक्स नि मोबाइल हुन्छ अनि कस्तो चलाएको थियो र माइक्रोम्याक्स मलाई त थाहा छैन म त नोकिया हो मलाई नामै सुनेको छैन थाहा छैन भने नोकिया भन माइक्रोम्याक्स थाहा छैन नोकिया कि रेडमी अहिले चलेको त रेडमी हो नि त मलाई त नोकिया मनपर्छ ढुङ्गा जस्तो त्यो साह्रो मोबाइल कहाँ त्यो 5 नोकिया मोबाइल छ नि घरमा मैले राखेछु त नोकिया कि भिभो मैले त भिभो नि चलाएको छैन नोकिया मनपर्छ नोकिया कि हुवाई म त नोकिया मनपर्छ सबैमा अनि अहिले यस्तो टेक्नोलोजीहरू खतरा ल्याएको छ हुवाईले हुवाई नै मोबाइल छ त नोकिया मैले चलाएको छैन नि त अनि मैले चलाएको भनेको नोकिया हो फर्स्ट एन्ड लास्ट नोकिया हुन्छ कि नोकिया कि वान प्लस वान प्लस पनि मैले मोबाइल सुनेको ल त्यसो भए नोकिया म त नोकिया चलाएको नोकिया कि स्यामसङ अब चाहिँ स्यामसङ किन स्यामसङ चाहिँ स्यामसङ किन अब नोकिया पछि लेटेस्ट चलाएको स्यामसङ हो नि त मैले नोकिया पछि चलाएको भएर ल ठिक छ नोकिया पछि मैले चलाएको स्यामसङ कि एप्पल मलाई स्यामसङ मनपर्छ ल स्यामसङ किन थाहा छ स्यामसङ ब्याट्री टिक्छकै धेरै आजको ब्याट्री टिक्दैन 3-4 चोटि चार्ज गर्नुपर्छ मेरो नि त्यस्तै भइसक्यो ल